सा एक साया है तेरी नजरों ने दिल का किया। हेलो साथीहरु नमस्ते हजुरहरुलाई स्वागत छ आजको नयाँ दिन र नयाँ ब्लगमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। म चाहिँ अहिले के गर्दैछु भन्दा म चाहिँ अहिले मोमो बनाउन लाग्यो। मोमो बनाइसके लगभग आधा जति। साथीहरु म चाहिँ बेल्न लागेको छु। यस्तो गरेर दुईचोटी 3 4 सरी यति गरेपछि चाहिँ यस्तो गोलो हुन्छ। किमा के हो यो कालो अचार यो कालो त्यो उस भएको त्यही त्यो तेल तताएको त्यही त्यो गरेर यस्तो गरेर यो चाहिँ चिकन मोमो हो। यस्तो भएको छ हेर्नुस्। साथीहरु अब म चाहिँ एकैचोटी सबै बनाएपछि भेट्छु है त। फाइनली मैले चाहिँ मोमो बनाएर सकिसके। मोमो चाहिँ यस्तो भएको छ हेर्नुस्। यो दुईटा स्टिममा छ मोमो चाहिँ। अचारको लागि यहाँ छ यो अचारको लागि टमाटरहरू हो यो चाहिँ। सो अब चाहिँ म पकाएर एकैचोटी भेट्छु है त। साथीहरु मैले चाहिँ यहाँ चटनी पनि पिनिसके। मोमो बसालेर पनि चटनी चाहिँ यस्तो भएको छ। टमाटर र खुर्सानी मात्रै हो, केही छैन। तिल सिल केही पनि हालेको छैन साथीहरु। तर मिठो चाहिँ मिठै भयो जस्तो देखियो देख्न चाहिँ। साथीहरु हाम्रो चाहिँ मोमो लगभग रेडी भइसकेको छ। वाउ हेर्नुस्। यो मोमो चाहिँ मैदाको होइन साथीहरु, आटा हो नि त। सो त्यही भएर अलि खैरो देख्न सक्छ। साथीहरु हाम्रो चाहिँ मोमो रेडी भइसकेको छ। यस्तो भयो मोमो चाहिँ पाकेर तर हेर्नु त त्यो कस्तो चुयो। साथीहरु मैले चाहिँ सबैलाई दिइसके पनि अनि म पनि खान लागेको। सो कस्तो भयो हजुरहरुलाई भन्छु है त। एकदम मिठो भएको छ साथीहरु। साथीहरु फाइनली मैले चाहिँ खाएर सकिसके मोमो। सो मिठो भएको थियो मोमो चाहिँ। एकदम सादा तरिकाले बनाएको थिएँ। मैले चाहिँ मैदा किन युज नगरेको भन्दा नानीलाई चाहिँ कब्जेक्ट छ नि त। सो मैले चाहिँ खासै मैदा युज गर्दिनँ नि त घरमा। त्यही भएर मैले चाहिँ आटाकै बनाएँ, आटाकै मोमो खाएँ आज चाहिँ। आन्टी भाइ चाहिँ खाएर नि गइसक्नु भयो। सो मेरो नानी चाहिँ यहाँ खाँदैछ। सो आजको भिडियो चाहिँ मैले खासै बनाउँदिनँ भनेको थिएँ भिडियो चाहिँ। अनि के अरे के भन्ने कस्तो बिर्सेको, सरी बोल्न आउँदैन क्या। बनाउँदिनँ भनेको थिएँ भिडियो चाहिँ। भ्यू चाहिँ आउँदैन खासै, कसैले हेर्छ ल जस्तो लाग्यो कि त्यही पनि मैले मोमो बनाउँदा फेरि स्टार्ट गरेँ भिडियो चाहिँ। सो भिडियो त्यो सुरुमै बनाउँदाखेरि चाहिँ के अरे यस्तो छड्के राख्नै दिमागकै हुन्छ नि
बिर्सेछ क्या, सो ठाडो पारेर राखेको छु। सो त्यसको लागि माइन्ड नगरिदिनु होला। अनि भिडियो अन्त्यसम्म हेर्नु भयो होला भन्ने आशाका साथमा आजको भिडियो चाहिँ म यहाँ इन्ड गर्न चाहन्छु। मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त। अब भेट्छौँ अर्को नयाँ दिन र नयाँ भ्लगमा।